हाई गाइस, वेलकम टु माई युट्युब ब्लग। आज चाहिँ मैले हजुरहरूको लागि एउटा युनिक खालको भिडियो लिएर आएको छु। मैले चाहिँ भिडियो बनाउने अनि मम्मीले चाहिँ काम गर्ने हो। आज चाहिँ मेरो चाहिँ भिडियो बनाउने काम हो। मम्मीले सबै काम गर्छिन्छ। हामी चाहिँ बारीमा गएर अनि यो मुलाहरू भएको चाहिँ सबै मुलाहरू चाहिँ उखेल्दैछौँ। मेरो काम चाहिँ थोरै हुन्छ, बिगार चाहिँ धेरै गर्छु हैन। अब मुला उखाल्दाखेरि अनि आधी मात्र उखालेर बसेछु कि म। फेरि काम थोरै, बिगार चाहिँ धेरै गर्छु कि मैले। त्यही भएर मम्मीले नै गर्छिन्छ सबै। मुला पनि हामीले यति धेरै उखालेर राखेको थियो नि, भयो होला 9-10 केजी जति। मम्मी रेडी भइसक्छ फोटोको लागि। अब चाहिँ हामीले मुलालाई चाहिँ अब पानीमा राम्रोसँग सफा गर्छौँ। सबै मुलाहरू हामीले पखालिसकेको छौँ। अब चाहिँ हामी यसमा बाटामा राखेर माथि छतमा लग्छौँ ड्राई गर्नको लागि, सुकाउनको लागि। बाटा चाहिँ भरि भइसक्यो। अब हामी यसलाई छतमा लिएर जान्छौँ। 1-2 दिन चाहिँ हामीले चर्को घाममा मजाले यसलाई सुकाउनु पर्छ। अब हामीले चाहिँ यसमा थोरै सुकाउनको लागि छतमा राखिदिएको छौँ। 1-2 दिन मजाले सुक्न दिनुपर्छ। अर्को दिन मैले भिडियो बनाउँदा चाहिँ यस्तो भइसकेको थियो हिजोको मुला। अब चाहिँ यो रेडी भइसक्यो। अब चाहिँ हामी यसलाई यसरी यो मुलालाई चाहिँ मुहाले ओखलले छिटो छिन्छ। यो सानो सानो गरी छिन राख्नुपर्छ हामीले। यही काम गर्न हामीलाई 2-3 घन्टा त लाग्यो होला। यसरी सानो सानो टुक्राहरू बनाउनुपर्छ कि यसको। काम गर्न मात्र दुःख हो गाई। ल भन्छ खाना चाहिँ एकदम मिठो हुन्छ। अल्छी यो चाहिँ स्टुडेन्टहरूको लागि एकदम बेस्ट हो क्या। पढ्नुपर्छ, कलेज जानुपर्छ हैन, टाइम हुँदैन नि त। अनि यो सिन्की पकायो, भात बनायो, खायो अनि गयो क्या। पकाउन यति सजिलो छ नि हैन। एकछिनमा पाक्छ, धेरै टाइम नै लाग्दैन। हाम्रो सुदूरपश्चिममा चाहिँ यसलाई सिन्की भन्छ प्राय। अनि अरू ठाउँ मैले यो बनाएको देख्दिनँ। हाम्रो सुदूरपश्चिममा चाहिँ एकदम फेमस छ यो चाहिँ। यस्तो ढुङ्गाले मुलालाई चाहिँ यसरी पिट्नुपर्छ। सबै राम्रोसँग पिटिसक्यो भने धेरै मिनटपछि हामीले चाहिँ सबै काम सकायौँ। अनि यो बाटाभरि भयो होइन। अन्त मम्मीले चाहिँ अझ गर्दा गइसिन्छ। अनि लगभग अन्तिमतिर आइसक्यौँ हामी। जुन यस्तो भाँडो एभाइलेबल छ घरमा त्यहीमा राख्न सक्नुहुन्छ। त्यो भाँडा देखिरहनु भएको छ नि, त्यसमा राखेर अनि माथिबाट पराल राखेर अनि यसलाई उल्टो पारेर अनि 10-15 दिनसम्म राख्नुपर्छ। धेरै घाम छ भने त 5-6 दिनमा निकाल्दा हुन्छ। नत्र घाम लागेको छैन धेरै भनेपछि चाहिँ 10-15 दिन चाहिँ राख्नुपर्छ। हाम्रो चाहिँ 2टा भाँडा भयो। बस हामी यसलाई चाहिँ अब 10-15 दिन राख्छौँ, किनभने यतातिर धेरै घाम छैन आजभोलि। अनि यो चाहिँ 10-15 दिनपछि मैले भिडियो बनाउँदैछु है। अनि यस्तो भएको छ गाइस होइन। अब मम्मीले निकाल्दै होइसिन्छ। अब यसलाई चाहिँ मजाले घाममा ड्राई गर्न राख्नुपर्छ।
सुदूरपश्चिमेली सिन्की चाहिँ भयो अनि पूर्वतिर चाहिँ गुन्द्रुक बनाउँदो रहेछ। यसको डाँठको मात्र गुन्द्रुक बनाउँदो रहेछ होइन। हाम्रो चाहिँ यता सबै मिक्स गरेर अनि बनाउँछ अनि यसरी सिन्की भन्छन् हामीले यता चाहिँ। अब चाहिँ यस्तो देखेको छ। हामी चाहिँ अब 1-2 दिनसम्म हामीले राम्रोसँग सुकाउनुपर्छ। मैले चाहिँ सुकिसकेको भिडियो पनि बनाएको थिएँ तर कताबाट त्यो भिडियो नै डिलिट भएछ। अब त्यसलाई रेस्ट पनि गर्न मिलेन। त्यही भएर अब यसलाई चाहिँ राम्रोसँग सुक्यो भने चाहिँ यो खानालाई रेडी भयो। थ्याङ्क यू गाइस यो भिडियो हेरिदिनु भएकोमा। यदि हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला।